What is up guys? मैले अर्को भ्लग पनि लिएर आइसकेको छु एक मिसन दादाले अर्को भ्लग सुरुबाट सुरु गरिसकेको छ। म भर्खर एक्जाम दिएर अनि आएको भाइको मागे सिधै अब यहाँ खाना खाएरी अनि घर जाने। यो के छ पिङडाडा लान्छु भनेको छ। आज चटपटे खानु 20 रुपैयाँको चटपटे कति आउँछ भनेको छ कि यो प्लेट भयो भने यति 60 रुपैयाँको गरेर क्या टोटल भुजा कम 60 रुपैयाँको स्पुन सर्च निशान कटवाल अनि आज कति बजे उठेको थिएँ अब घर गएर खान्छु आन्टी मम्मी त्यतिकै बसिराख्नु भएको होला खानु गएर भात खानु पर्छ मेरो त अब आज कति गते 2 गते होइन 5 गते कति गते छैन 6 गते फेरि ब्याक छैन 6 गते पनि छ फेरि 7 छैन 8 छ अनि 9 छैन 10 छ 20 गते सकिन्छ मेरो एक्जाम 10 गते अस्ति कति 29 गते कति सुरु भएको 20 गते मात्रै सकिन्छ 10 गते भनेर कस्तो खुसी भइराखिरहेको थिएँ 20 मा मात्रै सकिन्छ कस्तो भयो लाइन पनि सजिलो छ इकोनोमिकको दिन धेरै गाह्रो हुन्छ नि त फेरि टपर पर्दैछ वरै परि नै यतापट्टि बिन्दा दसैँ लागेको विशाल छ यता साइमन छ यता सम्झना म त जिगज्याग राखिदिन्छ थाहा हेर्दै लागि हाम्रो जिगज्याग दिनकै चेन्ज हुन्छ हाम्रो त सिट दिनकै चेन्ज हुन्छ कस्तो हुन्छ हा नखाने आमा पर्खिराख्नु भएको छ नखाने आमा हुन्छ नि त आउनु भएको तेरो बिहे कस्तो भयो मेरो बिहे बबाल भयो साथीहरू तपाईँहरू आउनु भएन अनि यो निशान कटवाल छ नि यो आएन साथीहरू कसरी आयो हो यसो भिडियो बनाएछ उसलाई भिडियो पुगिहाल्यो भाग्दो भरे खाना आएन के भन्दा छ मेरो पेट दुखेछ हुन पनि हो त्यसको अगाडिदेखि यो जुन दिनदेखि एक्जाम भयो नि हो त्यही दिनदेखि देखेको क्या त्यो बिहान उठेर फेरि एक्जाम हल्ला पेट कुरुरुरु गर्दै हुन्छ यस्तो आज चुइगम चबाउने बानी छ नि त डेली बिहानै अनि चुइगम म त हिजो सुरुमा चुइगम गोजीमै थियो खाइनँ होइन कराउँछ यहाँ अनि 2 घन्टा पछाडि मुनि गयो 2 घन्टा पछि चुयो भात आयो भाइ के खायो चुइगम ए ल बिस्तारी ल चुइगम खोइ किन अल्छी लाग्दा पनि उयो काम गर्छ कचाङ गरेर चबाउनु मजा लाग्छ क्या तर छिटो लेख्नु पर्ने रहेछ यार किन भन् न बरु राइटिङ नराम्रो होस् मतलब भएन अरे गर्न चाहिँ सब क्वेसन गर्नु अरे क्या म पनि सब हान्दिनँ तर आज लेख्नै पाएन मेरो घडी कति 10 मिनट कि 15 मिनट ढिलो थियो रहेछ आधी घन्टा 1.5 घन्टाको मात्रै एक्जाम थियो गएर टयलेट गएर यसो हेऱ्यो ऱ्याम भनेको टाइमै थाहा भएन अनि फेरि साथी 1 घन्टामा निस्किनु पर्ने जोसँग चिट थियो 1 घन्टा 15 मिनटमा मात्रै निस्क्यो क्या अनि फेरि कस्तो गाह्रो परेको थियो यता इन्जिनियरिङकोहरू छैन अर्को इन्जिनियरिङको निस्किँदा हामीलाई निस्किनै नदिने क्या हाम्रो हिजोको जस्तो एउटा अगाडिको निक्लिनु घर निक्लिन नदिने होइन क्या इन्जिनियरिङको त फाल्टे पनि त कोही छ नि अनि हामीलाई निस्किनु नदियो क्या त्यस्तो भएको भए त निस्किएर हेर्न पाइहालिन्थ्यो डट पेन गोजीमा हालेर रेडी भइराखिरहेको थियो 2टा डट लग्यो अरे निक्लिनै दिएन तर केही छैन एक्जाम राम्रै भयो भर्खर 2टा सकिँदैछ अझै 8वटा बाँकी नै छ ए 5 पाएँ हाम्रो त रिजल्ट पनि ढिलो आउँछ नि त 4 महिना 6 महिनामा आउँछ के त ब्याक लाग्यो भने पनि पर्खिनु पर्छ 6 महिना एउटाको ब्याक दिनु भने क्या त्यही भएर टेन्सन हुन्छ क्या एक्जाम सकेको 4 दिन रिजल्ट आउँछ रे अफिसर त हिजै मलाई फोन आइसकेको थियो बेलुका कपी चाहिँ के हो त्यो एकाउन्टको सब गरिस् भने झन् मक्क भएको उल्टै छोडिदिइस् त्यो डिभेन्चरहरूको गरिन नि त लगाएर जब मैले कति मार्क्स 3-4 मार्क्स 3 मार्क्स अनि 5 मार्क्स छोडेको थियो 5 मार्क्स त छोडेछ नि अनि अरू त भयो त्यो डिभेन्चर फेरि मलाई घोकाएको थियो नि त कसैले नभनेको मैले भनेको थिएँ एक्लै त्यही भएर सबले पाएर खाएको त्यही चाहिँ तैँले छोडिस् भन मैले फर्मेटै बिर्सेँ क्या बे तँ जर्नल एन्ट्री बनाएँ तर त्यसको त के हो भने बिर्सेँ ब्याङ्क हुन्छ कि डिटेन्सन हुन्छ मैले अघि के पो बिर्सेको थिएँ अनि फेरि क्यास फ्लोमा ट्याक्स चाहिँ माथि हाल्नु पर्ने मुनि हालिदिएर आएछु म त केही थाहा छैन म त अब
ट्याक्कै तल माइक बनाएर सिकाइहाल्छ नि 20 गते एक्जाम सकिन्छ। 8 मार्क्सको 3टा पानी बनायो भने अनि यतापट्टि 2टा पापा चोरी छ नि त पास हुन्छ यस्तै 2वटा गरेछ। 2-2वटा सेट गरिदिनु। त्यो ट्रेनिङ पिएल आइहाल्छ होला प्रफिट एन्ड लस ट्रेनिङ एकाउन्ट 5 मार्क्स त इजी छ अनि ब्यालेन्स सिटहरू गर्दै गर्दै पास हुने त सजिलो छ। सिआरहरू सिकायो भने पास हुने गर्ने हो अनि वर्कसिट झन् सजिलो त्यति गर्ने हो पास मात्रै हुने हो। त्यही हो अब यहाँबाट घर एकछिनमा गइन्छ भात खाइन्छ अनि भरे त्यहाँ एक ठाउँमा चप्पे खानु भन्छ त्यहाँ गइन्छ लाइन पनि छैन बिहानदेखि रहेन रहेछ। अब भरे एकैचोटि भरे भेटिन्छ। 1000 बाजी भिड्दै छ नि फेरि प्रुफ तँ भेट्छ नि दिनस भने चाहिँ सुन दिनस भने तँलाई के सजाय दिनु आफै भन्नु तैँले होइन तैँले लाग्यो जस्तो लाग्छ। सुन तैँले होइन मैले दिन भने तैँले हाम्रो घरको यो खेतको आली सबै लगाइदिनु पर्यो। त्यही हो है सजाय भने म तेरो घरको सबै लगाइदिन्छु माथि त्यो सजना दिदीहरूदेखि लिएर यहाँ तेरो यो यहाँको सबै म लगाइदिन्छु त्यति हो भाइ म 100% छु तैँले त्यो चाहिँ बचाउँदिनँ। 2टा त लागेको होइन 1000 रुपियाँ निकाल्दै गरेँ जे भन् के भाइ त जे भन् आइस भाइलाई पनि दाइ भाइलाई पनि थाहा छ 1000 रुपियाँ निकाल्दै गरेँ। मेरो पछाडि सबिना पछाडि पुष्पाको अस्तिको पालिको पनि जोडेर दिनु पर्यो तैँले सबै जोडेर सबै जोडेर 2000 दिनु पर्यो त्यहाँ धेरै माग्नु सब छ भाइ बाजी खेलेको हो तैँले बाजी खेलेर पहिले दिदिनुहोस्। 2टा मात्रै त लागेको हुँदैन जे भन् न त हाम्रो 2टा लाग्यो 4-5 जना जम्मा थियो। भाइ त जे भन् के त जे भन् टेन्सन हिँडे राति एकाउन्ट लागेको होइन नि त्यसको एकाउन्ट लाग्यो र त्यसको टाउको फुट्ने गरिदिरहेको भरे पख न भरे म तर भने टेन्सन भएर लाइन आएपछि लाइन आउँछ होला 2 बजीतिर भाइ तुरुन्त चाहियो मलाई के गर्छ शिवे त खाने आयो राख्दिनँ ल तँलाई राख्दिनँ ल उता गइहाली के गर्नु खाइनुहोस् न यहाँनिर के गर्छ कस्तो दामी भइराखिरहेको तेल पनि हाल्नुभयो छोरा यता त्यस्तै उस हालेको होइन काम पऱ्यो भनेर गइहाल्यो त्यो कुरो के भन्छ मैले ग्यास हालेँ यति भयो हुन्छ एक प्लास्टिक पानी लिएर आएको जिसको बोल रहे थे क्या तो जम आएगा है ना तब वो इसके यहाँ पे काम था नारायण पाते या इले नि हो जल्दी बोल्यो भन्ने बित्तिकै गर्ने गइले हो त्यो घरमा त नराखिदिएर खाइदिएको ल पनिसमेन्ट इबे तैँले थाहा पाइ के अरे घरमा कि हामीले खाएर त्यतिकै छोडिदिउँ नि नपकालिदिनु होइन त चिप्स हेर तँलाई राखिदिएको थिएँ अब को आयो त्यो थाहा भएन होइन माथि नै त्यतिकै राखिदिएको थियौँ क्या तेरो त भात थियो होइन उयसमा टिफिन माइकीमा अनि हुँदै साइडमा त्यो आधीमा राखिदिएको थियो त्यो तेरो बिना भनेको होइन तिम्रो दादाले त भातै नखाइकन हिँडेको छ भनेको त्यो त्यस्तै छ भन्दै थियो अरू बेला पनि खाँदैन कि इबेले यत्रो 12 बजीदेखि अहिलेसम्म 5 बज्यो होला 20 रुपियाँको चटपटे खानुको लागि यहाँ के अरे पिङ डाँडा माथि गएको
जाँदैछौँ यी बेला भात नखाइकन स्ट्रगल गरेको छ बिस्कुट चटपटे खानुको लागि आया बुढो होइन क्या हो त माथि चढ्ने हो ऊ हेर त होइन चढ्नु सक्दैन होला हौ त्यत्रो आया बुढो चाहिँ लगे होइन कहाँ चढ्नु सक्छ आइया मारुनी बज्जाको छोराले एनी टाइम पानी पर्ने बित्तिकै हौ पानी जिउमा पर्ने बित्तिकै क्या पुल त अस्ति थिएन त अस्ति त बजार गएको होइन नि अब यो फेरि बनाउँछ होइन अनि फेरि बगाएर लगिन्छ त्यो यत्रो हम्पाइप किनेर होइन बाँस पनि किनेको हो नि त यसरी बनाउनु त यत्रो खेप बनाइसक्यो बुढो एकैचोटि पुलै बनाउँदा कति छिटो राम्रो सिमेन्ट यो बरु पुल बनाउने बजेटमा जङ्गलमा लगेर पुल हाल्छ हावामा बनाउँछ त्यस्तै हो त्यही नजिक नजिक 2टा पुल अँ झुलुङ्गे 2टा बनाएको छैन त एउटा त्यो त्यसमा भयो अटोहरू कुद्ने यता हाइवेवाला पुल पनि बनाउँछ त तर त्यो त अहिलेदेखि बनाएको होइन 5-6 वर्ष भइसक्यो होला लकडाउनदेखि अगाडिदेखि नै बनाएको हो लकडाउन अगाडिदेखि नै त्यो सकिँदैन त्यसको अब इलेको बिहे भएपछि इलेको छोराले गर ऊ यार तर मलाई पनि हेराउनु मन थियो यार त्यो चिनावालालाई चाहिँ मेरो पनि कति वर्षमा बिहे हुन्छ भनेर मेरो त धनकोटा गिरेको भनेको छ म त के अरे दादाले गरेको 2 वर्षपछि गरिदिउँ भनेको यार मलाई नि बेला ल यतै भइरहेको धनकोटा पाहाडतिर पर्छ को होला मलाई बोल्दिनुहोस् को होला म त कोट हान्छु अरू नि हुँदैछ को होला सोच्नु हौ ओ सदस्य हानेको ल हुँदैन ए लाइन आएको थियो यार यसलाई 1000 रुपियाँ टिकट जाँदाखेरि भइहाल्छ नि हुँदैन डटर भइहाल्थ्यो ओइ म त साइन मात्रै हँसाउँछु नि त कहिले हुँदैन भनेर हुँदैन नि त भाइ त्यो कहिले हुन्छ भन्दा ऊ बाइकवाला त ल्याम्मै थियो नि कस्तो हाँस्थ्यो टाढो बाटो थियो अस्ति हामी यत्रो फाल्टो सबैले हाल्नु होला त्यो ए त्यसको उयो छैन नि त नि साइलेन्सर छैन त झन् यसको चाहिँ बिक्री हुन्छ यत्रो हो तल तल स्टिलको छेउमा हुन्छ वान मिस गेम थियो तल साइलेन्सर आइबे कहिले हुँदैन भने छैन अहिले पनि बाजी राखौँ न क्यामेरा अगाडि नै छ राख्ने हराउँदैन युट्युबमा त कहिले भिडियो जहिले खोज्दा नि पाइन्छ बाजी राखेर कङ्गाले बनाइन्छ क्या म यो भिडियो हेरेर जान अब त जतिको नि कहिले दिएछ भने नि जुन दिन त कमाउने हुन्छ नि त्यो बेला पनि तलमा पैसा माग्छ यही खोला आयो अब लुगा माथि सार्नु पर्ने युट्युब च्यानल छ हो छ त भाइ कत्रो गएको छ भ्युज हेरेर न तर अब बुढोलाई गाह्रो भयो बे गरेर अनि बुढीले विदेशै नजा भन्छ अरे म तपाईँ विदेश जाने भने मलाई घर पुऱ्याइदिनु भन्छ अरे हो साँच्ची पो त तर बुढोले पार्टी चाहिँ खुवायो है बुढोको पैसा त होइन अर्को मामाले कस्तो झ्याप भइदिइराखिरहेको छ यार लड्यो यार त्यही त भनेको त त्यो होम पार्क थियो होइन मुना यहाँको माटै चाहिँ बगाइदिएको रहेछ हौ सबै बोरासोरा सब बगाइदियो यता भिजो लुगाइ सोचेको होला है त्यसले दार्ने अनि बिहे खान्छु गाइहाल्न भनेको होइन यस्तो हो नि त एक्लो छोरा छ होइन अब बाउ पनि बुढो छ आमा पनि बुढो छ अब त्यस्तै छ हालत अब अस्ति एक्सिडेन्ट भयो बुढोको अनि अब कोही छैन नि त घरमा गर्ने मान्छे त्यत्रो खेत छ बाख्रा सोक्रा सब छ गर्नुपर्ने अनि ल्याएर राख्छु भनेको भएर त इन्डिपेन्डेन्ट वुमेन पऱ्यो किन गर्ने होला गाह्रो पऱ्यो नि त त्यस्तो हुँदाखेरि चाहिँ नगर्ने हुन्छ इन्डिपेन्डेन्ट भनेको आफ्नो दममा अन्त कमाइराखिरहेको छ अहिले हालमा अनि को त्यहाँ घरमा बस्छ त भन्छ गरिदिने को के गाउँ फेरि काममा जानु छ नि होइन अब उसको काम छ नि त जे भए पनि जागिर छ उसको सरकारी जागिर हो भाइ पेन्सन पाएको छ कहाँ छोड्छ रुटमा आर्मी नेपाल आर्मी अब यो पालिको वारमा जान आँटेको अरे मिसाइल लन्च कुन मिसाइल थाहा छ कुकर बम लन्च गर्न आँटेको छ अरे दुई गरेर खुसी भयो होला डान्स हेर्न स्ट्रिट अफ माया तेरो फिडमा हेरेको थियो ए माया खाएको त्यसले घुमाएको होइन हौ बुढीले उसले आफै घुमाएको हो मैले चाहिँ त्यो नेपाली त्यो नेपाली ग्याङ्साले ल्याएर ल्याएको के छैन बनाइन्छु भनेर उसले आफै घुमाइदिएको हो क्या आफै घुमेको होइन क्या
गिट घुमाएको थियो रोकिने टक्क कस्तो छ छक्क निक्लिँदै गर्दा नेपाली जान्छ यहाँ यो स्कुलमा ओइ भाइ पढेको त पहिला तर बन्द भइहाल्यो 5 सम्म त होला नि ए 8 सम्म होला 5 सम्म थियो होला हौ पहिले त सानो हुँदै लोकल हो भने म पहिला 6 मै रमाउँदा लोकल हो भने दाइ लोकल हो नि अघि म पनि तँसँग बाजी खेल्नुपर्छ क्या तँ कुकुर छिर्दैन भनेर मैले भनेको त छिर्दैन भनेर आमाले खेदाएर जसरी छिर्दा छिर्दैन नि त त्यो हो नि त कुरा मलाई थाहा थियो क्या छिर्दैन भनेर तर अति ढिलो भयो यार भयो हजान ढिलो हुन्छ केटाहरू के गर्नु 20 रुपियाँको चट पऱ्यो 20 रुपियाँ चटपटे देखाइदिउँ भनेको गरेको डिस्काउन्ट गरेर 15-20 रुपियाँको तर 15 रुपियाँ मात्रै लिनु टाढाबाट आएर हो है ए भने त्यत्रो टाढाबाट आएको छु मलाई माथिको पिछे आएर 2 केजी डिस्काउन्ट गरिदिएको थियो 20 रुपियाँ 24 केजी दिँदाखेरि बुझिस् त्यो पुन्टुरो टोक्देला है बे भर छैन टोक्दियो भन्दा फेरि टेन्सन हुन्छ नि टेन्सन हुन्छ है बे टेन्सन भयो पानी पर्न आँटिसक्यो होइन कालो मैलो भइसक्यो पानी पर्छ कुकुरले नपाएको दुःख पाइयो यिनीले गर्दा हो के भन्न चाहन्छ शिविरमा है त के भन्छ आजको दिन त बुढाले बितायो 5 घन्टा फिक्स बिताएकै हो 5 घन्टा पर्खेर आइयो फेरि 5 घन्टा पढेको ए ग्राउन्डसँग पढ्न पनि हुँदैन नि त तर भन्नुपर्छ नि त यही आएको हजुर भन्नुहोस् पनि ढिलो भए पनि हुन्छ पानी पर्न आँट्यो अब यहाँ पानी पऱ्यो भने कसरी जाने मेरो भ्लग अपलोड गर्नु पाउँदैन लाइन जान्छ कुलमा घिसिन के गर्दैछौ तिमी तिमी नै चाहियो क्या मन्त्री है साँच्ची सही कुरा भन्छ तिमीले हारे पनि त्यही आउनु पर्यो क्या साँच्ची आउँछु ल लाइन गरेर साँच्ची आउँछु ल यहाँ चप्पड खाएको वेटिङमा बस्दा कतिखेर आउँछ भनेर एकछिनमा आउँछ अनि भेटिन्छ हाम्रो चटपट आएर पनि इबीले यहाँ सुरु गर्न आँटिसकेको छ सुरुमा सुरु गर्नुभन्दा अगाडि बाहुनले चोके मजा सकिसक्यो र खायो कस्तो छ इबे मिठो मिठो सजाइराखिरहेको छ कस्तो छ पानी आयो के भएको ढिलो भइसक्यो ल साइजको बनाइदियो कत्रो पऱ्यो यार ल दुध्रो पऱ्यो तेरा दाममा छोरा परेन बेहाल भयो पानी परेर कसरी पुग्नु यार हामी मजै रौ यो असुना देखाइदिनु त यत्रो छ असिना पनि आम्मा पानी रोकिन्छ होला नि त्यही छ है पानी परेर ल्याङ भयो अब यति भन्दै सरपडे खायो 20 रुपियाँको लगाइयो आजको भ्लग यही सकिन्छ
अब ढिलो छिटो आउनु सक्छ भ्लग त्यस्तै हो लाइन भयो होला हाम्रोतिर लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला